आदरणीय दर्शक मित्रहरू नमस्कार गर्न चाहन्छु। म बेगम बहादुर शर्मा जुम्री हलकबाट प्युठान नगरपालिका वार्ड नम्बर 2 पशुपति नगरमा अहिले बाटोको नालीको काम भइरहेको छ। एकतर्फी नाली बनेर माथिबाट फेरि पाल्ने काम भइरहेको छ। दुईतर्फी दुवै बजेट विनियोजन भएको थियो। लुम्बिनी प्रदेशबाट केही विरोधका कारण यो दुईतिर नाली पुग्न हामी सफल भएनौँ। एकतिर नाली खनेर पनि बनाइसकियो। बनाएको नाली उपरि आज सिलेब हाल्ने काम भइरहेको छ र अब यो सिलेब हालेर सकिसकेपछि हामीले फेरि जहाँ जहाँ विवाद हुन त्यहाँ नाली खनेर हाम्रो आएको बजेटलाई सदुपयोग गर्ने हामीले जमर्क गरिरहेका छौँ। यो भालुवाङ प्युठानको हाइवे हो। हाइवेदेखि ट्याक्कै पशुपति नगर जाने बाटो हामीहरूले अहिलेको नालीको एकतर्फी काम सम्पन्न गर्न खोजिरहेका छौँ। अर्कोतर्फ विवाद भएको कारणले गर्दाखेरि नालीको काम हामीहरूले दिन सकेनौँ।